नमस्ते सबैलाई। म इन्द्र रावल। जेनजी ग्रुपले प्रधानमन्त्री र गृहमन्त्री छान्नमा एकदमै धेरै छिटो गरेको जस्तो लाग्छ होला। अहिले कसैलाई पस्तावा लाग्छ होला। अहिले मान्छेको धेरै जस्तो मान्छेको माइन्डमा यति धेरै कुराहरू घुमिरहेछन्, के भइरहेछ, के कस्तो भइरहेछ भनेर सबैको दिमागमा खेलिरहेछ। जो मान्छे आए पनि भ्रष्टाचार हुन्छ, कुनै देश बेच्ने, कुनै दलाल आउँछन्। के हाम्रो नेपालमा पनि प्रधानमन्त्री र गृहमन्त्रीले देशको लागि र जनताको लागि कहिले आउला त? आउँछ, अवश्य आउँछ। किनभने चाहिँ हामी जति मान्छेले पनि कुनै मान्छेले सत्तामा राख्दाखेरि त्यो मान्छेको ब्याकग्राउन्ड चेक नगरेर हामी सत्तामा राख्छौँ। त्यो मान्छे आउँदाखेरि कस्तो थियो, सुरुमा कस्तो थियो, जनताको लागि के गर्यो र देशको लागि के योगदान दियो भन्नेमा हामी ध्यान दिँदैनौँ। कि हामी यो मान्छे ठिक छ, बोलेको भरमै कसैलाई प्रधानमन्त्री, बोलेको भरमै कसैलाई गृहमन्त्री राख्नु भनेको हाम्रो एकदम धेरै चुतिया हो। गर्ने मान्छेले, पैसा दिने मान्छेले, देशलाई हेर्ने मान्छेले, जनतालाई हेर्ने मान्छेले केही नभए पनि आफूले नखाएर पनि जनतालाई हेर्छ। आफू भोको रहेर पनि, जस्तै एउटा प्रधानमन्त्री भनेको एउटा लिडर हो। प्रधानमन्त्री भनेको एउटा जस्तै घरमा एउटा लिडर हुन्छ बुवा आमा, त्यस्तो हो प्रधानमन्त्री भनेको। जस्तै हाम्रो बुवा आमा कस्तो हुन्छ, उनीहरू हामीलाई खाना नखाएर पनि, आफूले खाना नखाएर पनि हामीलाई दिन्छ नि। त्यस्तो प्रधानमन्त्री भनेको त्यस्तो हुनुपर्छ कि जनतालाई र देशको बारेमा आफू सोच्नुपर्ने। गृहमन्त्री पनि त्यसै हुन्छ। तर यहाँ जस्तो उल्टो छ। यहाँ अहिले अब दुर्गा प्रसादलाई हालेका छन् जेलमा। अब सचको हो गलतको हो केही थाहै छैन। जय नेपाल।